बादर हन्टर ल यति केटा हामी चाहिँ माथितिर गएर आएर खाजा है खाँदैछौँ केटा है त। हामी चाहिँ यसो मेरो साथी आज बाहिरबाट आएको थियो अनि बाहिरबाट भन्दा नि उता काठमाडौँबाट आएको थियो है यसो मासतिर घुम्न आएको थियो नुवाङ सर के सर एकदम दामी म त अलवेज हो फाइन कोसँग बोल्ला प्राइभेसी ए यसलाई त जुमै गरेर देखाउँ पर्ला है अलि हुँदैन यसलाई चाहिँ होइन जिस्केको ल कस्तो भइरहेको त नितेश एकदम मजा सो भाइहरूसँग कस्तो भइरह भाइ भाइहरूसँग अब चाहिँ छ नि कस्तो त्यही भन्नाले अब बक्चेती गर्यो बस्यो बाँकी छ बक्चोती गर्नलाई त केटाहरू हामी चाहिँ अब ढक्क लाएर खान्छु सी यु इन एकछिन पछि ल भन्न लाज लाग्यो कि अहिले पछि बोल्छु ल म अहिले त्यहाँ गएर नाच्छु नि होला है गाइस यो भ्लग चाहिँ पर्सिदेखिको पर्सितिर मात्र आउँछु म आज हाल्दिनँ आज अब कहिले भन्छ अब त्यो बेला हाले बेला मैले यो भिडियो हाल्नु भने त त्योभन्दा अगाडि अर्कै मिनी भ्लग आइरहेको हुन्छ त्यो चाहिँ हेर्दै गर्नु है त ढ्याप्पा हान्नु न खै गाइस हामी चाहिँ यो फुटबल हान्नुलाई म र सर भोलि लास्टमा कामै नाइकी दिइरहेको क्या मलाई ल भन्दैन होला ई फुटबल हाम्रो नुवाङ सरसँग कति गोल खान्छ सर सर कति गोल खानु मन कति गरिदियो सर कति गोल खानु मन ओए म्याच अड्क्यो सर सर खोइ बल केटा हो साथीले काउन्टर हान्छ है ल्याभिस डान्स हान्छ है केटा भएर है Oh my god, bro. Oh, hell no, man. What the fuck, man? नेडै सिट चला लास्टमा सरले हान्नुभयो गोल त्यसपछि चाहिँ सरकोमा विनिङ टिम देखायो लास्टमा हान्ने होला टिम जित्यो सरले केटा हामी चाहिँ टक्क होइन कुन्डामातिर आएको छ साथीसँग आज मेरो उता काठमाडौँबाट बच्चादेखि साथी आएको थियो बच्चादेखि होइन ठुल्बाबाको छोरा आएको थियो कि आज अनि कति बजी त्यही भएर आज यसो मासतिर घुम्न आऊँ कि भनेर आएको केटाहरू यहाँ है उयो हो साथी चाहिँ यहाँ छ दुईजना केहरू त केटाहरू यसो दामी चाहिँ भ्यू चाहिँ यहाँ गोदवरीको यता पार्टी भइरहेको साथीलाई चाहिँ आज यहाँ बोलाएको रहेछ उता काम गर्ने ठाउँबाट त्यही भएर आज यसो आएको एकछिनपछि खाजा खाँदा यहाँ नि कुन्डामा नै खाइरहेछौँ अब एकछिनमा आउँछ होला खाजाहरू ल गाई जस्तो यो भ्लग चाहिँ पर्सितिर हाल्छु होला ल म पर्सि त्यो बेला हाल्दा चाहिँ पर्सि भन्छ होला म तर पर्सि आउँछ यो भ्लग चाहिँ त्यही हो हेर्दै गरिदिनु होला माया देखाइदिनु भइरह हजुरहरूले नि मिठो होइन त्यस्तैको सपोर्ट गरिदिइराख्नुहोस् त्यही हो छिटै 100 सब नै पुगोस् भन्ने आशा गर्दैछु ल यसो सिनेमेटिक भ्यू हेर्नुहोस् है त गाइज बल्ल चाहिँ भयो क्या गाइज पिकनिक स्पटभित्र छिर्यो हाम्रो केटाहरू कस्तो चल्ला हो कस्तो हुँदैछ ओ काले कस्तो हुँदैछ बबाल हुँदैछ है केटाहरू बबाल यसो कति बज्यो फर्स्ट टाइम आयो है गोदावरीमा बस्या मान्छे फर्स्ट टाइम यतातिर आयो पिकनिक स्पटतिर यता गाइज यस्तो छ है भ्यू यताको टक्क ल
अलि यता अगाडि अगाडि डान्सरहरू डान्सै छोड्दैन है केटाहरूले कहिले नि डान्सरै डान्सर छ केटाहरू डान्सरै डान्सर छ भिड मात्र नजाउँ होला जाने हो एकदम ल गाइज अब आधी बाटो गएपछि भेटौँला है त गाइज पिस आउट नाइट भ्यू अफ गोदावरी केटा हो नाइट भ्यू अफ गोदावरी माथि कुण्डाको गाइज भ्यू डर लाग्न थाल्यो क्या सेभिङ हान्ने भन्ने गोजीमा बाँच्दैमा नाइट वक इभिनिङ वक क्याट वक हान्नुहुन्छ नि सर क्याट वक अनिल क्याट वक हान्दै त हुँदैन अहिले क्याट वक हान्दै त अनिल क्याट वक अनिल क्याट वक ब्ल्याक वक होला यार यो त ए गाडी छैन त ल दौडिनु पऱ्यो त हौ केटा हो अब चाहिँ हामी चाहिँ घर जाँदैछौँ बिस्तारै घर पनि पुगिन्छ मासु भात खाम्ला रहेछ भने छ हिजोको पोक छ जस्तो लागेको थियो अब रहेछ भने खाम्ला होइन ल तपाईँहरू खाने भयो आउनु ल केटाहरू यसो अब केटाहरू यहाँ हाम्रो कालु दोस्त नुवाङ अब चाहिँ घर गएर भेट्नुलाई त गाइज केटा हो गोदरीको नयाँ होटेल दामी छ दामी ल्याबी चाहिँ मेरो साथीको डाइलोग अति दोषको डाइलोग ल्याबी छ नि त केटा हो होटेल भेटेँ रिचार्ज गाइज हामी चाहिँ घर आइसक्यो है साथीहरू घर गइसक्यो अनि उता बाहिरबाट आएको साथी पनि यहीँ छ सुत्छ कि हामी पनि अब सुत्नु लाग्यो है त गाइज टाइममा सुत्नु थ्याङ्क्स फर वाचिङ दिस भिडियो है वन्स अगेन थ्याङ्क यू सो मच आउने दिनहरू पनि एकदम राम्रो गओस् भन्ने आशामा छु गाइज अहिलेको लागि चाहिँ गुड नाइट है त पिस आउट